हेलो गाइस, वेलकम टु न्यू भिडियो। आज चाहिँ मैले कस्तो भिडियो बनाउनु होला नि त। मेरो बाबा आइसकेको किनकि मेरो दाइको बर्थडे हो नि त भोलि, त सरप्राइज दिन किनकि दाइलाई थाहा छैन यो कुरा। अनि चाहिँ दाइ आएको चाहिँ क्याफेमा गएर केक काट्ने हो नि त। अनि पछि दाइ हाम्रो दाइ टोइलेट जानुभयो, त्यो कुरा चाहिँ मैले लुकेर भनेको नि त। अनि पछि मेरो मम्मीले थ्याङ्क यू मेरो भ्लग गरिदिनलाई। आज कस्तो चिसो के, त्यही भएर मेरो मम्मीले सुप बनिदिन त बोकेको सुप र कस्तो मिठो खाना मन लाग्यो, अनि त्यही भएर गरिदिनु भएको खाना मन लागेर। अनि पछि चाहिँ यस्तो जाडो महिना खाना त मन लागिहाल्छ। गाइजहरू तपाईँले पनि खानु होला, तर सुस्त बस्नु होला। अनि पछि चाहिँ चिसोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। तर तातो पानी पनि खानु होला। अनि पछि चाहिँ त्यो तातो पानी खान जरुरी छ, फेरि त चिसो हुन्छ नि त। नगर्नु होला। अनि तातो पानी खाने, न्यानो कपडा लगाउने, अनि पछि स्वस्थ रहने। अनि हाम्रो भ्लग पनि हेर्ने बसेर, ब्ल्याङ्केट ओढेर बस्ने, ब्ल्याङ्केट ओढ्ने, ट्याक्क बस्ने। अनि त्यसपछि हाम्रो भ्लग पनि हेर्ने हैन। हामीले चाहिँ लाइक पनि गर्ने, सब्स्क्राइब पनि गर्ने। हाम्रो डायमन्ड प्ले बटन आयो भने तपाईलाई पनि भन्छौं के, ल त्यो बिस्तारै तपाई पनि बिस्तारै लाइक गर्नुहोस्। ल त्यो बिस्तारै भनौँ ल। अनि मेन कुरा के छ भनेपछि हामीले चाहिँ युट्युबको नाम अनुसारको चाहिँ भिडियो आजभोलि बनेको छैन। चिसो मौसम पनि छ र नजिकै चाहिँ निर्वाचन पनि नजिकै आइरहेकोले हामी चाहिँ बाहिर यात्रा गर्न भिडियो बनाउन पाइएको छैन। तपाईँहरूलाई चाहिँ यसको लागि सरी। म तपाईँहरूलाई निर्वाचन लगत्तै राम्रो भिडियो र विभिन्न ठाउँमा पुगेको र विभिन्न देशका विभिन्न भ्यूहरू मेरो भिडियो युट्युब मार्फत तपाईँलाई देखाउनेछौँ। तपाईँहरूको चाहिँ छोटो समयमा देखाएको मायाप्रति एकदम हामी आभारी पनि छौँ। अनि सबैजनालाई धन्यवाद छ। यो भिडियोमा लाइक पनि गरिदिनुहोस्। लाइक पनि गर्नु होला। अनि भोलि चाहिँ मेरो छोराको बर्थडे र बर्थडे विशेषले चाहिँ आज हामी यो भ्लगमा छौँ होइन। अनि विशेष त जाडो महिनामा फेरि मलाई यस्तो रुवा लाग्छ। यस्तो जाडो छ नि त, आज हामी नुहाउनै पाएन। कस्तो जाडो महिना, पछि चाहिँ पुसमा फेरि लास्टै जाडो हुन्छ, माघमा झनै हुन्छ गाइजहरू। मलाई जाडै ठिक लाग्छ, जाडोमा झनै सुपाने। गर्मीमा त कस्तो हुन्छ होइन बाबा? गर्मीमा धेरै हुन्छ, घमरा आउँछन्। कस्तो घमरा आउँछ, जस्तो बिबिर पिरो उठ्छ। अनि के छ, संस्कृतिको बर्थडे चाहिँ गइसक्यो मङ्सिर 4 गते। अनि सँगै बर्थडे चाहिँ संस्कृतिको क्याफेमा गएर केक काट्ने भनेको। त्यतिखेर चाहिँ हामीलाई के भयो अरे, हामी घरै थियौँ क्या, उतैतिर भएको हुनाले त्यो चाहिँ सम्भव भएन। अनि भोलि चाहिँ हामी क्याफेमा गएर त्यसको पनि भिडियो बनाउँछौँ, हेर्दै जानु होला। त्यसको हेर्दै गर्नु होला। पाएन भने फेरि यति गरम छ। त्यो केक काटिएन र उता गइएन भने चाहिँ यही भिडियोलाई चाहिँ मार्फत चाहिँ तपाईँहरूले भन्न चाहन्छौँ। के अरे चिसो मौसम छ, त्यस्तो चाहिँ बाहिर जाने चाहिँ समय अनुकूल मिलेन भने हामी यहीँ बसेर अथवा सामान्य पारिवारिक उसमा चाहिँ पारिवारिक जमघटमा चाहिँ बर्थडे सेलिब्रेट हुन्छ। सबैजनाले फेरि पनि नेपाल यात्रा 360 अथवा टुरिज्म अफ नेपाल युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला। अनि लाइक पनि गरिदिनु होला। हामीले चाहिँ अझै राम्रो इन्ट्रेस्टिङ भिडियो ल्याउने छौँ। धन्यवाद, सबैको जय होस्। थ्याङ्क यू।